खुसी बनाउने 5वटा तत्त्व छ। पहिलो, साथीभाइ र परिवार। कोही जति समय साथीभाइ परिवारसँग बितायो त्यति खुसी हुन्छौँ। दोस्रो, पैसा र इकोनोमिक वेल्थ, धन, जति धन कमायो त्यति खुसी हुन्छ। तेस्रो, हेल्थ, स्वस्थ हुन। कोही योगा गर्छन्, एक्सर्साइज गर्छ, यो गर्छ त्यो गर्छ, हेल्थ इज भेरी इम्पोर्टेन्ट। चौथो, पावर, स्ट्याटस र अथोरिटी। होइन, आज यहाँको यो अफिसमा आउँदाखेरि सबै भाइ बहिनीहरूले फोटो खिच्नु दाइ यो त्यो भन्दाखेरि कति खुसी भयो होइन। कतिजनालाई जति पावर भयो, जति स्ट्याटस भयो त्यति खुसी बनाउँछ। र 5औं भनेको ग्रेटर गुड र गड। आफ्नो चाहना, आफूलाई मात्रै होइन समाजलाई पनि केही गरौँ, र आफ्नो सम्बन्ध, आत्माको सम्बन्ध परमात्मासँग। यो 5वटा तत्त्व हो। आलु तामा, म एकदम आलु तामा मिठो लाग्छ। कोहीले बनाएर यहाँ लिएर आइदियो, हामी दुईजनाले खायौँ भने मलाई एकदम मिठो लाग्ला, यहाँलाई अलिक पिरो लाग्ला, अरूले अलिकति पिरो पुगेन भन्ला, अरूले नुन बढी भयो भन्ला। स्वादमा फरक हो, आलु तामा त त्यही हो नि, खुसी त्यही हो। यो 5वटा तत्त्व हेर्नुहोस्, यो 5वटा यहाँले पनि लेख्नु होला एउटा कागजमा, माथि 100 लेख्नुहोस्, र त्यो 100लाई त्यो 5वटामा इन टर्म्स अफ इम्पोर्टेन्स टु यु फर योर ह्याप्पिनेस। मलाई पैसैले खुसी बनाउँछ भनेदेखि हालिदिनुहोस् 60 पैसामा, तर 40 मात्रै हुन्छ अरूमा है। तर आफूले थाहा हुनु पर्यो मलाई खुसी केले बनाउँछ। अनिल शाहलाई खुसी केले बनाउँछ होइन, यो रातो चस्मा र जुङ्गा बनाऊ भन्ने होइन। त्यसले अनिल शाहलाई खुसी बनाउँछ होला, यहाँलाई खुसी बनाउँदैन होला। मलाई पैसा चाहिन्छ होला, तपाईँलाई पैसाले खुसी नै बनाउँदैन होला। तपाईँलाई ग्रेटर गुड चाहिन्छ होला, सामाजिक सेवा गरिराख्नु भएको हुन्छ होला, कोहीलाई परिवार चाहिन्छ, कोहीलाई स्वस्थ भएर नै उहाँ खुसी भएर रमाइराख्नु भएको छ।